Hello, are you ready, cricketer lovers? Good news, good news. केलले फाइनली 24 जना खेलाडीको नाम लिस्ट क्याम्पमा जारी गरेको छ। त्यो पनि केका लागि? आईसीसी मेन्स टी20 वर्ल्ड कप 2026 को लागि। र यो लिस्टको टपमा नन अदर हाम्रो रोहित पौडेल सिजन 2 का विनर रहेका छन्, साथै हाम्रो नेपाली टिमका क्याप्टेन पनि रहेका छन्। त्यस्तै दिपेन्द्र सिंहेरी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे अन्य 24 जना खेलाडी रहेका छन्। विगतमा हाम्रो नेपाली टिमले टी20 वर्ल्ड कपमा संघर्ष गरे पनि, हारको सामना गरे पनि, जुन हिसाबले हाम्रो टिमले एनपीएल सिजन 1 र 2 लाई सफल पारेका छन्, यो हाम्रो लागि र हाम्रो राष्ट्रको लागि गर्वको कुरा छ। के हाम्रो टिमले यसपालि वर्ल्ड कप जित्ला त? कतिको चान्स छ? कमेन्ट गाइज। एन्ड शुभकामना हाम्रो नेपाली टिमलाई। जय नेपाल।